सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा हार्दिक नमस्कार। आज मिति 2082 साल 2 महिना 11 गते यस शिवजन माध्यमिक विद्यालयको 67औं वार्षिक उत्सव समारोहको पुनित अवसरमा आज हामी यस उत्सवलाई भव्यताका र सभ्यताका साथ सफल पार्नका निम्ति हामी यहाँ उपस्थित भइरहेका छौं र उक्त कार्यक्रमलाई म ढिला नगरिकन म कार्यक्रमको औपचारिकतातर्फ कार्यक्रमलाई लैजान अनुमति चाहन्छु र यस वार्षिक उत्सव कार्यक्रमका सभापतित्व ग्रहण गरिदिनुहुन यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री एकम विक्रम शाहज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ आएपछि पुनः म उहाँलाई प्रमुख आतिथ्यता ग्रहण गराउने बाचा गर्दै म विशिष्ट आतिथ्यता ग्रहण गरिदिनुहुन शारदा नगरपालिकाका नगर उपप्रमुख श्री सुस्मिता सापकोटाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी हाम्रा अतिथिगणहरू आउने क्रममा हुनुहुन्छ र उहाँलाई विशिष्ट अतिथिगणहरूलाई उहाँ उपस्थित भएपछि म आसन ग्रहण गराउने फेरि पनि संकल्प गर्दै म फेरि पुनः अगाडि बढ्न चाहन्छु। त्यसैगरी शारदा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्री प्रदीप कुमार पाण्डेज्यूलाई म आतिथ्यता ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अभिभावक संघका अध्यक्ष नवीन सिंह भरेलज्यूलाई आतिथ्यता ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्य लैराम चौधरीज्यूलाई आतिथ्यता ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आतिथ्यता ग्रहण गरिदिनुहुन म विद्यालय व्यवस्थापन समितिका सदस्य नरबहादुर विजयज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्य जालना भण्डारीज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी वीरेन्द्र श्रेष्ठज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। रणबहादुर खड्काज्यूलाई शिक्षक सदस्य सचिव तथा यस विद्यालयका प्रधान अध्यापक श्री जीवन कुमारी रावतलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी शिक्षक प्रतिनिधि श्री जङ्गबहादुर, त्यसैगरी यस विद्यालयका पूर्व व्यवस्थापन समितिका सदस्य श्री रामकुमार खड्गीज्यूलाई आतिथ्यता, त्यसैगरी यस विद्यालयका पूर्वपर श्री दिलीबहादुर थापाज्यूलाई म आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पूर्वपर श्री वीरबहादुर सेजवालज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस विद्यालयका पूर्व शिक्षक श्री कविराज भरेलज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस विद्यालयका सहायक प्रधानाध्यापक श्री नन्दबहादुर रोकाईज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। र उपस्थित आदरणीय सम्पूर्ण अभिभावकज्यूलाई आफ्नो ठाउँमा आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यहाँ अध्यापनरत सम्पूर्ण आदरणीय शिक्षक शिक्षिकाज्यूहरूलाई पनि आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। आदरणीय कर्मचारीज्यूहरूलाई पनि आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई पनि आफ्नो ठाउँमा अत्यन्त अनुशासित ढङ्गले आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। इलाका प्रहरी कार्यालय शीतलपाटीका प्रमुखज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। जिल्ला ट्राफिक कार्यालयका प्रमुखज्यूलाई आतिथ्यता ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। कल्याण क्याम्पसका
क्याम्पस प्रमुख श्री विनोद कुमार ओलीज्यूलाई आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। शिवमावि मूलडाँडाका प्रधानाध्यापक श्री मानबहादुर बुढाथोकीज्यूलाई आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। र अन्य आमन्त्रित अतिथिगणहरू आउने क्रम जारी छ, उपस्थित हुने क्रम जारी छ। त्यसैले उपस्थित भएपछि मैले उहाँहरूलाई आतिथ्यता ग्रहण गराउनेछु र त्योभन्दा अगाडि अतिथिगणहरूलाई ब्याज र माला वितरण गरिदिनका निम्ति म यस विद्यालयका आदरणीय शिक्षिकाज्यूहरू मीना शाह, तारा हमाल र स्मिता शाहज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सिद्धपाटी प्रहरी प्रमुख ज्यूलाई आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। जिल्ला ट्राफिक कार्यालयका प्रमुख ज्यूलाई आतिथ्यता ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। राधा थापाज्यू नेबर आइदिनु होला। राधा थापा, भीमसरी खत्रीज्यू यो अतिथिगणहरूलाई ब्याज र माला वितरण गरिदिनका निम्ति आदरणीय म्याडमज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले देखिरहेको छु हामी माझमा यस विद्यालयका संस्थापक सदस्य श्री लोकबहादुर थापाज्यूलाई मैले देखेको छु र यस विद्यालयको संस्थापक सदस्य श्री लोकबहादुर थापाज्यूलाई आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। यस 67औं वार्षिक उत्सव समारोहको समुद्घाटन गरिदिनु न, पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिदिनु न। आजका विशिष्ट अतिथि तथा शारदा नगरपालिकाका उपप्रमुखज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरू ताली बजाएर सहयोग गरिदिन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय गानबाट हामी आफ्नो यो वार्षिक 67औं वार्षिक उत्सवको अवसर Let's
माध्यमिक विद्यालयको 67औं वार्षिक उत्सव समारोहको अध्यक्षता गर्नुभएका आदरणीय विद्यालय व्यवस्थापन समितिका सम्माननीय अध्यक्षज्यू, प्रमुख अतिथिको भूमिकामा रहनुभएका सम्माननीय व्यक्तित्व, शारदा नगरपालिकाका नगर प्रमुखज्यू, विशिष्ट अतिथिगण, आदरणीय शारदा नगरपालिकाका उपप्रमुखज्यू, आदरणीय प्रमुख जिल्ला अधिकारीज्यू, अतिथि वर्गमा जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरू, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारीज्यू, क्याम्पस प्रमुख तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य अध्यक्ष तथा प्रतिनिधिज्यूहरू तथा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिज्यूहरू, हाम्रो यस वार्षिक उत्सव समारोहलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नका लागि हाम्रो निम्तिलाई समय स्वीकार गरी यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरू, अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म यस विद्यालयको सहायक प्रधानाध्यापक नन्दबहादुर ढोकाको व्यक्तिगत तर्फबाट र शिवजन माध्यमिक विद्यालयको विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत तथा नमस्कार। यो आभारको लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। हाम्रो विद्यालयको यो 67औं वर्षको गौरवमय यात्रासम्म आइपुग्दा यस शिवजन माविमा केवल शिक्षाको उज्यालो बाँड्ने फलको रूपमा मात्रै सीमित रहेन, सपनाहरूलाई वास्तविकतामा बदल्ने र संस्कारलाई जीवन्त राख्ने र आम बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने पवित्र फलको रूपमा शिवजन मावि विकसित भइरहेको छ। तर यो सबै भनिरहँदा यी सबै एकै दिनमा मात्र प्राप्त उपलब्धिहरू होइनन्। यो उपलब्धिका लागि यहाँहरू सम्पूर्णको अटुट विश्वास, प्रेम र सहयोगले आज हामी यो अवस्थामा 67औं वार्षिक उत्सव मनाइरहेका छौँ यहाँहरू माझमा। आज हामी यहाँ एक परिवार जस्तै भेला भएका छौँ र हाम्रो विगतको गर्व गर्न र भविष्यका सपनालाई सशक्त रूपमा अगाडि बढ्नका लागि प्रेरणा मिलेको छ। आशा छ आगामी दिनहरूमा पनि यहाँहरूको यो अटुट सहयोग रहिरहनेछ, जसले हाम्रो विद्यालयलाई अझै गर्विलो इतिहास सम्झाउनेछ र हामीलाई सुनिश्चित र सुनौलो भविष्यतर्फ अगाडि बढ्न सहयोग गर्नेछ। अन्तमा म फेरि एकपटक तपाईँहरूलाई यो विशेष दिनमा हार्दिक स्वागत गर्दै यो समारोहलाई हाँसो ताली र सकारात्मक ऊर्जाले भरिपूर्ण बनाउन हार्दिक अनुरोध गर्दछु। र यो वार्षिक उत्सव समारोहमा हाम्रा मनमा यो सभा सधैँ सम्झन योग्य रहनेछ र यहाँहरूलाई यसरी नै नियमित सधैँ स्वागत र सत्कार गर्न पाइनेछ भन्ने आशाका साथ र यहाँहरूको व्यस्त समयका बावजुद हामीलाई हाम्रो यो वार्षिक उत्सव समारोह अत्यन्तै सभ्य र भव्य ढङ्गले सम्पन्न गर्नका लागि र यहाँ उपस्थित भइदिएर हामीलाई गौरवान्वित महसुस गराउनु हुने सम्पूर्ण अतिथिगण, विद्यार्थी भाइ बहिनी तथा अभिभावकज्यूहरूमा हार्दिक स्वागत व्यक्त गर्दै आफ्ना शब्दहरू यही रोक्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद विशिष्ट अतिथि शारदा नगरपालिका उपप्रमुखज्यूलाई म हार्दिक अनुरोध गर्दछु। स्वागत मन्तव्य तथा विद्यालयको समग्र वार्षिक प्रतिवेदन तथा भावी रणनीति प्रस्तुत गरिदिनु हुन म यस विद्यालयका प्रधानाध्यापक श्री जीवन कुमारी रावज्यूलाई म हार्दिक अनुरोध गर्दछु। शिवजन माध्यमिक विद्यालय शीतलपाटी सल्यानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रद्धेय सभापति महोदयज्यू, आजको यस सभाका आदरणीय प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश भण्डारीज्यू, त्यसै गरेर विशिष्ट आतिथ्यताको ग्रहण गर्नुभएका शारदा नगरपालिकाका उपप्रमुख श्री सुस्मिता सापकोटाज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, अतिथि जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रतिनिधिज्यू, त्यसै गरी सशस्त्र बल प्रमुखज्यू, जिल्ला अनुसन्धान कार्यालय प्रमुख वा प्रतिनिधिज्यू, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख वा प्रतिनिधिज्यू, सामाजिक विकास कार्यालय सल्यानका प्रमुख वा प्रतिनिधिज्यू, शारदा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू, अन्य वडाका वडा अध्यक्षज्यूहरू,
शारदा नगरपालिका नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लीलाधर बवालज्यू, शारदा नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत सङ्गीता बुढाज्यू, त्यसै गरी नेपाली काङ्ग्रेस नगर सभापतिज्यू, नेकपा एमाले नगर कमिटी अध्यक्षज्यू, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सभापति वा प्रतिनिधिज्यू, राप्रपा नेपाल नगर कमिटी अध्यक्ष वा प्रतिनिधिज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष र सदस्यज्यूहरू, जिल्लामा क्रियाशील शिक्षक सङ्घ सङ्गठनका प्रमुख वा प्रतिनिधिज्यूहरू, पालिकामा क्रियाशील शिक्षक सङ्घ सङ्गठनका प्रमुख वा प्रतिनिधिज्यू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू वा सदस्यज्यूहरू, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वा प्रतिनिधिज्यूहरू, पूर्व शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यज्यूहरू, पूर्व प्रधानाध्यापकज्यूहरू तथा पूर्व शिक्षकज्यूहरू, क्याम्पस प्रमुख वा प्रतिनिधिज्यूहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकज्यू तथा प्रतिनिधिज्यूहरू, विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रमुख वा प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, शिक्षाप्रेमीज्यूहरू, चन्दादाताज्यूहरू, जग्गादाताज्यूहरू, समाजसेवीज्यूहरू, सहकर्मी शिक्षक तथा कर्मचारीज्यूहरू, अभिभावकज्यूहरू, पूर्व विद्यार्थीज्यूहरू, सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरू तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरेअनुसार नेपालको कुल 27,990वटा सामुदायिक विद्यालयहरू रहेका छन्, जसमध्ये 449वटा मात्रै सामुदायिक विद्यालयहरूमा 1001 जनादेखि 1500सम्म विद्यार्थी सङ्ख्या रहेका छन्। यो सीमित तथ्याङ्कमा अट्न सक्षम विगतदेखि नै चुनौतीहरूको सामना गर्दै आफ्नो इतिहास बनाउँदै शैक्षिक धरोहरको पहिचान बनाउन सफल एक विद्यालय हो शिवजन माध्यमिक विद्यालय शीतलपाटी शारदा नगरपालिका 1 सल्यान। विक्रम सम्वत 2016 सालमा शैक्षिक धरोहरका रूपमा स्थापित यस शिवजन माध्यमिक विद्यालय शीतलपाटी सल्यानले विगत थुप्रै वर्षहरूदेखि समाज र राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आज कक्षा सञ्चालन, 2068 सालमा 15 महिने र 29 महिने कृषि जेटिए सञ्चालन र 2073 सालदेखि 18 महिने कृषि जेटिए कक्षा सञ्चालन र 2072 सालमा 3 वर्ष डिप्लोमा तहको प्लान्ट साइन्स आइएसएजी, 2076 सालदेखि 3 वर्ष डिप्लोमा तहको फरेस्ट्री वन विज्ञान र 2075 सालमा 18 महिने भिजेटिए कार्यक्रम प्रोजेक्टर र स्मार्ट बोर्ड जडान गरिएको छ। डिजिटल कक्षा कोठालाई पूर्णता बनाइएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासको निम्ति प्रत्येक शुक्रबार वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको। त्यसै गरी अनुरोध गर्दछु सभा अध्यक्षको अनुमति लिँदै शिवजन मावि शीतलपाटी सल्यानको आर्थिक वर्ष 39,342 रुपियाँ 85 पैसा, मुद्दती खाता बैङ्क जम्मा 4 लाख, उप जम्मा 59,88,955 रुपियाँ 58 पैसा, नगरपालिकाबाट प्राप्त अनुदान अन्तर्गत शिक्षक कर्मचारी तलब भत्ता, पोसाक, छात्रवृत्ति, शिक्षक कर्मचारी तलब भत्ता पोसाकमा 1,25,09,415 रुपियाँ 90 पैसा, छात्रवृत्ति, छात्रावास व्यवस्थापन 9,89,600 रुपियाँ, पाठ्य पुस्तक अन्तर्गत पुस्तकालय शैक्षिक सामग्री 12,08,057 रुपियाँ, जीवा खाजा अन्तर्गत 9,91,865 रुपियाँ, खुल्ला शिक्षा 1,52,000 रुपियाँ, पढ्दै कमाउँदै कार्यक्रम 5 लाख रुपियाँ, शिक्षण सिकाइ 66,000 रुपियाँ, एसआइटी मसलन्द व्यवस्थापन 80,000
सल्यान जिल्लाको समग्र शिक्षालाई अगाडि बढाउन सक्छौँ त्यो उदाहरणीय काम शिवजन माध्यमिक विद्यालयले गरेको मैले महसुस पाएको छु। आदरणीय अभिभावकजीहरू, विद्यार्थी भाइ बहिनीहरू र आम शिक्षकमा शिक्षा सरकार राख्ने आम सरकार पक्षसँग म के आग्रह गर्न चाहन्छु भने शैक्षिक सुधारको लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू लगायत हामी आम सरकार पक्षहरूले शिक्षालाई सुधार गर्नको लागि हामी प्रतिबद्ध रह्यौँ भने साँच्चीकै सल्यान जिल्ला एउटा शैक्षिक हबको रूपमा स्थापना हुन सक्ने हामीले पनि महसुस गरेका छौँ। खास गरी भन्नुपर्दा नेपाल शिक्षक महासंघमा विगतका सरकारहरूसँग पटक पटक गरेको सहमति र समझदारीले गर्दाखेरि बाध्य भएर यस वर्ष हामीले लामो समयसम्म नेपाल सरकारसँग हामीले नेपाल शिक्षक महासंघसँग भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउने अवसरमा काठमाडौँ केन्द्रीय सडक आन्दोलन भएको थियो। यसर्थ त्यस सडक आन्दोलनमा नेपाल सरकारको तर्फबाट भर्खरेका निर्णयहरू लिएर हाम्रो विश्लेषण गर्दाखेरि हामीलाई अलिकति सशङ्कित बनाएको कुरा हामी यहाँ प्रस्तुत गर्न चाहन्छौँ। सल्यान जिल्लाको सन्दर्भमा नेपाल शिक्षक महासंघको आन्दोलनमा भएका कार्यक्रमहरूले गर्दा शैक्षिक सत्र 2082 को सुरुवातमै हाम्रा विद्यालयहरूमा केही पठन पाठन गर्ने कार्यमा फेरि भाइ बहिनीहरूको कुनै पनि पढाइमा अस्थिरता आउने कुराहरू, असहजता आउने कुराहरूमा शिक्षक महासंघ सजग रहेको छ। यसै सन्दर्भमा नेपाल सरकारले विगतमा गरेका निर्देशनहरूलाई हामी आग्रह गर्न चाहन्छौँ। सल्यान जिल्लाका स्थानीय 10वटा सरकार प्रमुखजीहरूलाई हामी आग्रह गर्न चाहन्छौँ, एउटा शिक्षकलाई 3 महिनासम्म, कुनै महिना 4 महिनासम्म तलबहरू नदिनु यो अन्यायपूर्ण रहन्छ। त्यसकारण सल्यान जिल्लाको सन्दर्भमा दार्मा गाउँपालिका र बागचौर नगरपालिकाले आम शिक्षक कर्मचारीहरूलाई मासिक रूपमा वेतन सुविधा दिने चलन गरिसकेको छ। यसकारण अब हामी आग्रह गर्न चाहन्छौँ सल्यान जिल्लाका 8वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षज्यूहरू समक्ष हामी आग्रह गर्न चाहन्छौँ हाम्रा 8वटा स्थानीय तहहरूमा पनि हाम्रा आम शिक्षक कर्मचारीहरूलाई मासिक रूपमा वेतनको सुविधा दिनु हुन हामी आग्रह गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक शेरजङ सरलाई। आजको यस शिवजन माध्यमिक विद्यालयको 67औं वार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रमका व्यक्तित्व लोकबहादुर थापाज्यू, शारदा नगरपालिका शिक्षा प्रमुख श्री लीलाधर बवालज्यू, यस सानोपा वार्ड नम्बर 1 का अध्यक्ष, वडा अध्यक्ष श्री प्रदीप कुमार पाण्डेज्यू, यहाँ उपस्थित विभिन्न यो सेक्युरिटी फोर्सका आदरणीय व्यक्तित्वहरू, यहाँ उपस्थित विभिन्न पार्टी प्रतिनिधिहरू, विभिन्न शिक्षक सङ्गठनका प्रमुखज्यू प्रतिनिधिज्यूहरू, जस्तै पत्रकार महोदयहरू, यहाँ उपस्थित छिमेकी विद्यालयका तथा प्रतिनिधिज्यूहरू, यस स्कुलका आदरणीय प्रिन्सिपल, सहायक प्रिन्सिपल तथा सम्पूर्ण शिक्षक साथीहरू, यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र आदरणीय गार्जेनहरू, पक्कै पनि शैक्षिक रूपमा एक्सलेन्स बनाउने हाम्रो सबैको प्रयास हुन्छ। यो श्रीनगर यो जियोग्राफिकली पनि एकदमै राम्रो ठाउँमा अवस्थित छ यो स्कुल। यहाँका सम्पूर्ण छिमेकी स्कुलहरू पनि यो क्षेत्रको एज अ शैक्षिक हब को रूपमा स्थापित भइसकेका छन्। हामी मिलेर नै अगाडि बढ्नुपर्ने हुन्छ। हामीले कोअपरेसन, कोल्याबोरेसन, टिमवर्कलाई फोकस गर्नुपर्छ। त्यसरी नै हामी अगाडि बढ्ने हो। र अर्को कुरा म यहाँ छोटो कुरा राख्न गइरहेको छु। सम्पूर्ण विद्यार्थीहरू, यो विद्यार्थी यो प्राइभेटको यो पब्लिकको भनेर कोही पनि विद्यार्थी प्राइभेट पब्लिक भन्ने हुँदैन। हामीले जहिले पनि विद्यार्थी नै हो।
र उसको शैक्षिक स्तरलाई हामी कसरी सुधार्न सक्छौँ त्यसमा हामीले ध्यान राख्नुपर्ने हुन्छ। हामी टिचर्सहरू पनि सँगसँगै अगाडि बढ्नुपर्ने हुन्छ र यसरी कतै कतै के पनि म यो कुरा पनि राख्न चाहन्छु कि कतै कतै के कुरा सुनिन्छ, कुनै कुनै स्कुलले यता कता सुन्ने गरिन्छ र त्यो साँचो पनि होला कुनै अर्थमा। जीवनी म्याडमले यहाँहरूलाई भाषण गरेर सुनाइसक्नु भएको छ र म विशेष गरी राज्यदेखि लिएर तपाईँ हामी सबैले हृदयमा राखेर केन्द्रमा राखेर लगानी गरेका सम्पूर्ण आदरणीय विद्यार्थी भाइ बहिनीहरूलाई विशेष आग्रह गर्न चाहन्छु। हाम्रो सिकाइको केन्द्रबिन्दु जहिलेसुकै तपाईँहरू नै हो। We are always putting you in the center. केन्द्रबिन्दु तपाईँहरू हो। सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वहरू तपाईँहरू हो। Sunshine, give me some rain, give me another chance when I go up once again. Give me some sunshine, give me some rain, give me another chance when I go up once again.
साथी हुन्न हजुर आफै हुन्छ दिनदिनै भेट्नलाई आउँदिन दिनदिनै भेट्नलाई आउँदिन दिनदिनलाई आयो सबैजनामा हार्दिक नमस्कार व्यक्त गर्दछु। आज यो विद्यालयले 67औं वार्षिक उत्सव मनाइरहेको छ अथवा जन्मदिन मनाइरहेको छ। यस अवसरमा यस विद्यालयका वर्तमान पदाधिकारी, भूतपूर्व पदाधिकारी, जो संस्थापकहरू लगायत सबै पदाधिकारी, अभिभावक, विद्यार्थी र सम्पूर्णमा वार्षिकोत्सवको अवसरमा हार्दिक साफ अनुसारको हामीले शिक्षण गर्न नसक्ने अवस्था स्थिति नहोस्, त्यही अनुसार पूर्वाधार निर्माणका हिसाबले र शिक्षणका हिसाबले हामीले दरबन्दी सुन्यौँ। यो शिवजन माविमा सरकारी दरबन्दीभन्दा निजी दरबन्दी, निजीमा काम गरिरहनु भएको दरबन्दी बढी छ र धौधौ विद्यालय धान्नुपर्ने अवस्था आएको छ र त्यो मारमा हामी अभिभावकहरू पनि पर्नुपर्ने अवस्था आएको छ र हाम्रा विद्यार्थी भाइ बहिनीहरूले गुणस्तरीय शिक्षा सिक्न पाउँदैनन् कि, विद्यार्थी बाबु नानीहरूले गुणस्तरीय शिक्षा पाउँदैनन् कि भन्ने चुनौती खडा भएको छ। यो चुनौतीलाई पनि एकपटक नजरअन्दाज नगरियोस् र यो चुनौतीका विषयमा पनि अब अलि छलफल गरियोस्। यो वार्षिक उत्सवको अवसरमा यो अभिभावक भएको नाताले यो भन्न चाहे मैले। अब थोरै पत्रकारिताको हिसाबले शिक्षा र हामी पत्रकारिताको कुरा जो गर्छौँ, हामीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्छौँ। अभिव्यक्ति स्वतन्त्रता भन्ने बित्तिकै हामीले भन्न पाउनुपर्ने, बोल्न पाउनुपर्ने अथवा हामीले बोल्नुपर्ने कुराहरू जोडिन्छ। त्यो कुरा शिक्षित नभएर सम्भव छैन। हामी आफै आफ्नो कुरा गर्नका लागि शिक्षित त हुनैपर्छ। त्यसरी अरू कसैका कुरा गरिदिने हो भने पनि शिक्षित हुनपर्छ। त्यसका लागि पनि शिक्षा विकासको मेरुदण्ड हो भनेर भन्ने पनि गरिन्छ। त्यसकारण शिक्षालाई त्यहाँ पनि जोड्न जरुरी छ। त्यसैले हरेक अभिभावक शिक्षित हुन जरुरी छ, हरेक विद्यार्थी, हरेक मान्छेहरू शिक्षित हुन जरुरी छ। यो वार्षिक उत्सवको अवसरमा यो दुई शब्द शुभकामना पोख्दै आजको कार्यक्रममा जुन अवसर दिनुभयो यसका लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै म बिदा हुन्छु। हवस्, नमस्कार। दिएको छ, लुगा कपडा किनिदिएको छ, युनिफर्म किनिदिएको छ, किताब बनाइदिएको छ, फी तिर्दिएको छ, स्कुल गयो होला, पढिराखेको होला भन्ने कुरामा ढुक्क नहुनुहोस्। अहिलेका बच्चाहरू बुवा आमालाई गुमराहमा राख्छन्, टिचरहरूलाई गुमराहमा राख्छन्। त्यसैले सरहरूले पनि विद्यार्थी विद्यालयमा उपस्थित नभएको अवस्थामा कहिलेकाहीँ तपाईँको विद्यार्थी किन स्कुलमा उपस्थित भएन भनेर अभिभावकलाई सम्पर्क गर्ने अवस्था छ। हिजोका दिन जस्तो हामी यो सञ्चारको प्रविधिबाट धेरै टाढा छैनौँ, हामी धेरै अगाडि बढिसकेका छौँ। त्यसैले यो देशको भविष्य बनाउने, यो विद्यालयको भविष्य बनाउने यो तपाईँ सबै हाम्रो जिम्मा छ। त्यसैले आज यो वार्षिक उत्सव मनाइरहँदा यहाँहरू उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू जसले यो विद्यालयलाई यो विद्यालय बनाउनका लागि निरन्तर प्रयास गर्नुभयो हिजोका दिनमा, जो आज यो विद्यालयलाई अझ उत्कृष्ट नमुना विद्यालय बनाउनका लागि हरदम दिन रात प्रयास गरिराख्नु भएको छ। उहाँहरूको मेहनत लगनशीलतालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै र यो विद्यालयले आगामी दिनहरूमा पनि यस्तै खालका योभन्दा नमुना विद्यालयको रूपमा अझ प्रगतिका पाइलाहरू अगाडि बढ्दै गराओस्, यही शुभकामना मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय सल्यान समग्र सुरक्षा टिमको तर्फबाट आज सिडिओ साहब उपस्थित हुनुहुन्न, समग्र
जिल्ला सुरक्षा समितिको तर्फबाट यो विद्यालयका अभिभावकको, यो विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको, यो विद्यालयको सञ्चालक समितिको समग्रमा सरहरू लगायत उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूको व्यक्तिगत व्यावसायिक सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै यो मञ्चबाट बिदा हुन चाहन्छु र पुनः एकपटक यो आजको यस अवसरमा मलाई पनि अतिथिको रूपमा मन्तव्य राख्ने अवसर प्रदान गर्नुहुने यो विद्यालय व्यवस्थापन समिति लगायत आयोजक टिमलाई हृदयदेखि पुनः एकचोटि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल। धन्यवाद। यसलाई कार्यक्रमको बिच हामीलाई सम्मान गरेको गर्दा अत्यन्तै हामी खुसी भएका छौँ। यसैले गर्दाखेरि हामी लगायत अन्य केही विद्यार्थी भाइ बहिनीलाई यो सिकाइ हुनेछ। तपाईँहरूले पनि भोलिका दिनमा यहाँबाट विद्यालय छोड्दै गर्दाखेरि आफूले छोडेको विद्यालयमा केही एउटा चाहिँ त्यो क्षण रहोस् भन्ने हेतुले यहाँहरूले पनि भोलिका दिनमा केही गर्न सक्नुहुनेछ भन्ने कुराहरू राख्दै र यस कार्यक्रममा आफ्नो समयका बावजुद पनि यहाँ आएर यो कार्यक्रम सुनिदिनु भयो, विद्यालयमा आएर उपस्थित भइदिनु भयो। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै र सम्पूर्ण अतिथिज्यूहरूलाई पनि यो समयको लागि एकदम धन्यवाद दिँदै र मलाई पनि केही अवसर बोल्ने अवसर दिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्दै मेरा केही भनाइहरू यही बिच माग्दछु। हस्, धन्यवाद, नमस्कार। 12 वर्षसम्म पढ्दा बोल्न सक्दैन, त्यसकारण मैले त के पनि भनेको छु सल्लाह सुझावमा कम्पलसरी इङ्ग्लिस हटाइदिउँ, ऐच्छिक मात्रै राखौँ। 1 देखि 12 सम्म कम्पलसरी इङ्ग्लिस पनि चाहिन्न। 12 कक्षा पास गरेर 3 महिना 6 महिना अङ्ग्रेजी पढेर गरेर अङ्ग्रेजी बोल्ने हुनसक्छ। त्यस कारणले गर्दा यो मैले यतातिर मोडरेट गर्दैछु। शिवचन्द्र माध्यमिक विद्यालयले अहिले समयानुकूल, यहाँहरूलाई थाहा छ 4औं औद्योगिक क्रान्तिपछि एआईको जन्म भयो, 1.5-2 वर्ष भइसक्यो। अहिले जसरी एउटा मोबाइलले सम्पूर्ण चिज ध्वस्त गरिसक्यो, घरका डिभाइसहरू, टिभी ध्वस्त गर्यो, रेडियो ध्वस्त गर्यो, बाजागाजा ध्वस्त गर्यो, घडी ध्वस्त गर्यो, धेरै कुराहरू, क्यामेरा ध्वस्त गर्यो एउटा मोबाइलले। अब एउटा एआईले डाक्टर ध्वस्त, शिक्षक ध्वस्त, ड्राइभर ध्वस्त, कुनै पनि हुनेवाला छैन। एउटा एआईले सबै काम गर्दैछ। टोटल डाक्टर पनि त्यही हो, कसरी बराल्ने पनि त्यही हो, खाना पकाउने पनि त्यही हो, टिचर पनि त्यही हो, टिचर पनि एउटा, सबै अल विषयको टिचर। त्यस्तो एआई अबको 5-6 वर्षपछि आउँदैछ। त्यति बेला युग भनेको हामीले कल्पना नगर्ने युग आउँदैछ। त्यही अनुसारको शिक्षा अहिले शिवचन्द्र माध्यमिक विद्यालयले पनि भेट्दैछ, अगाडि बढ्दैछ। पुनः यो विद्यालयको प्रगति उन्नतिको कामना पनि गर्न चाहन्छु र एकचोटि सम्पूर्ण अभिभावकज्यू विद्यार्थीहरूले, यहाँका चन्दादाता, संस्थापक, पूर्व योगदानकर्ता र अहिलेका वर्तमान काम गरिनुभएका विदेश पदाधिकारीज्यू सबैलाई एकचोटि सम्मान स्वरूप तालीले गडगडाट जोरदार ताली यो सम्मान गरौँ। यो मौका दिनुभएको यहाँहरूलाई पुनः धन्यवाद दिँदै उत्तरोत्तरको प्रगतिको कामना साथै सहित म बिदा हुन्छु। धन्यवाद सबैलाई, नमस्कार। धन्यवाद। के लोकगायक शक्ति चन्द, उहाँलाई आतिथ्यता ग्रहण गरिदिनु भनी म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अभिभावक कृष्ण बस्नेज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस कारणले गर्दाखेरि पार्टिसिपेसन भएपछि मात्रै त्यसको इम्प्लिमेन्टेसन हुन्छ। यो कुरा हामीले बुझ्न जरुरी छ। अब यतातिर पनि हामीले ध्यान दिनुपर्छ। र अर्को कुरा, शिक्षकलाई यहाँ आयो भने राजनीतिका साथीहरू अरूले के भन्छन्, शिक्षक भनेको मैनबत्ती हो, यो चाहिँ आफू बोलेर अरूलाई चाहिँ उज्यालो दिन्छ, त्यो पनि पहिलाको जमाना हो। म त्यसलाई पनि मान्दिनँ। आफै बोल्ने, आफै जन्यले कहिले पढाउला, आफै जन्यले कहिले पढाउँछ, त्यो होइन। शिक्षक भनेको अहिले के हो त भन्दाखेरि ट्युबलाइट हो। ट्युबलाइटको ग्यारेन्टी हुन्छ। के जाने बेला तपाईँले किन्नुभयो भने पनि ट्युबलाइटमा के गर्छ, डेट फिक्स गरिदिन्छ, यति मितिमा किनेको गरिदिन्छ। यदि त्यो मितिभित्र उसको चाहिँ ट्युबलाइट बलेन भने फेरि दिन्छ। त्यस कारणले गर्दा शिक्षकको पनि ग्यारेन्टी हुनुपर्छ, जीवनको जगतको, र त्यसपछि गएर उसको पढाउने काम पनि ग्यारेन्टी हुनुपर्छ। दुईटा बेज मात्र त्यो शिक्षक हुन्छ। त्यस कारणले गर्दा शिक्षक भनेको अहिले मैनबत्ती होइन। यो कुरा पनि हामीले ख्याल गर्न जरुरी छ। त्यसैले यी कुराहरूलाई ख्याल गर्दै विद्यालय सञ्चालन गर्न कठिन छ। अहिले चाहिँ धेरै अप्ठ्याराहरू छन् र विद्यालयको लागि अनुमति दिइदिन्छ।
विद्यार्थीमा बजेट छैन, हेडमास्टरलाई टाउको दुखाइ छ र त्यस कारणले गर्दा पनि अप्ठ्यारो छ। क्याम्पसमा सजिलो छ अलिकति। फेरि तपाईँहरूलाई भन्छु म, क्याम्पसमा के भन्छ, क्याम्पसको प्रमुखलाई क्याम्पस चिफ भन्छ, यसलाई पनि स्कुल चिफ भन्ने हो जान्थ्यो नि। हेडमास्टर किन भन्छ, टाउकोमा ठोक्ने भए हेडमास्टर भन्छ। जे काम पनि टाउकोमै ठोकिन्छ हेर्नुहोस्, त्यस कारणले हेडमास्टर भन्छ। त्यसैले गर्दा अप्ठ्यारो छ नि त। त्यही कारणले गर्दाखेरि अहिले शिक्षकहरूलाई गाह्रो छ। म भन्छु जबसम्म शिक्षकको विकास हुँदैन, शिक्षाको विकास हुँदैन। यो जोसुकै माइकेलाल यहाँ चाहिँ राजनीतिक नेता आए पनि त्यसले भने पनि यहाँ हुनेवाला छैन। त्यस कारण शिक्षाको विकास पहिला हुनुपर्छ, त्यसपछि मात्रै उसले शिक्षाको विकास गर्छ। यो कुरालाई यहाँहरूले विचार गर्नुपर्छ भन्दै यो विद्यालय बनाउने क्रममा जसले महत्त्वपूर्ण भूमिका खेल्नुभयो उहाँहरूलाई धेरै धन्यवाद दिँदै र धेरैको नाम अगाडि ल्याइसक्नु भएको छ। उहाँ सबैलाई यहाँको चाहिँ अभिभावक, राजनीतिक दल र शिक्षक साथीहरूदेखि लगेर पत्रकार सबैलाई, विद्यार्थी भाइ बहिनीले दिएको फिस सबै लागेर यो विद्यालय बनेको, यहाँ सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै हामी कसैले पनि नबनाऊ कि यो विद्यालय मैले बनाएको, नभए यो स्कुल हुने थिएन भन्ने कुरा गाह्रो छ। समय सापेक्ष सबैले विद्यालय बनाउँछ। एउटा भारतीय कविले भनेका छन्, हमारा काम सबका भला करना है, न कि आफ्ना ढोल पिट्ना भनेर भनेका छन्। के हाम्रो काम सबको भला गर्ने हो कि मेरो ढोल पिट्ने होइन, मैले यसो गरेँ मैले उसो गरेँ भन्ने मात्रै होइन। अब त्यस कारण त्यो ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्दै यहाँहरूबाट बिदा हुन्छ। हस्, धन्यवाद सबैलाई, नमस्कार। धन्यवाद ललिता विष्टलाई र पवित्रको ग्रुप भनेको थिएँ मैले। प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षक कर्मचारी जीवहरू र पत्रकार एवं यस समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यहाँ सम्पूर्णमा सल्यान बहुमुखी क्याम्पस सल्यानको अध्यक्षको तर्फबाट तथा सल्यान क्याम्पस परिवारको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज यस शिवजन माविको 67औं वार्षिक उत्सव समारोहमा हामी उपस्थित भएका छौँ।
र यो 67औं वार्षिक उत्सवको अवसरमा आयोजक समितिले कल्याण बहुमुखी क्याम्पसलाई आमन्त्रण गरी शुभकामना मन्तव्य राख्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँ शुभकामना मन्तव्य म धेरै लामो किन लिन चाहदिनँ भने विद्यार्थी भाइ बहिनीहरूले यहाँ राष्ट्रिय कलाकार सकल व्यापारिक रूपले पनि केन्द्रमा रहेको र शैक्षिक रूपमा पनि यो केन्द्रमा स्थापित यो विद्यालय र आज जिल्लाकै नेतृत्वदायी भूमिकामा रहेको छ र यसलाई अझै राष्ट्रिय स्तरमा अब्बल विद्यालयको रूपमा स्थापित गर्नका निम्ति समग्र राजनीतिक दल तथा राजनीतिक दलका नेताजीहरू, जनप्रतिनिधिज्यूहरू, समाजसेवी र तपाईँ सम्पूर्ण अभिभावकज्यूहरूले आफ्नो क्षेत्रबाट अध्यक्षज्यू र विभिन्न पार्टीका प्रमुखज्यूहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्यज्यूहरू र यस वार्षिक उत्सवमा भव्य र सभ्यताका साथ सफल पार्न उपस्थित हुनुभएका आदरणीय अभिभावक, आमा बुवा, दाजुभाइ दिदीबहिनीहरू र यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र जुन यस कार्यक्रममा आफ्नो कला संस्कृति देखाउनु हुने, खुट्टै पहिचान राख्नुहुने प्यारा विद्यार्थी भाइहरू बहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट
यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र अब हामी भाइ बहिनीको धैर्यताको सीमा सबैजना माभन्दा बुढा अङ्कल आन्टीहरूलाई नमस्कार अनि मभन्दा जवान दाइ दिदीहरूलाई पनि नमस्कार। शिवजन माध्यमिक विद्यालयको यो 67औं वार्षिक समारोह तथा अभिभावक दिवसको दिनमा म लगातार तेस्रो समय तपाईँहरूको यो शिवजनमा आउन पाइरहेको छु। आफूलाई असाध्यै भाग्यमानी ठानेको छु। म यहाँ पढ्न नपाए पनि तपाईँहरूसँग आएर यसो बेला बेला हल्ला गर्न पाइरहन्छु अनि त्यो हिसाबले चाहिँ असाध्यै खुसी लाग्छ। र यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय गुरुवर्गज्यूहरू अनि हाम्रो अभिभावकहरू पनि हुनुहुन्छ स्टेजमा अनि मलाई यहाँ बोलाउनु हुने आदरणीय सरहरू सबैको नाम सम्बोधन गरे भने समय धेरै बित्न सक्छ। तपाईँहरू यो घाममा असाध्यै ताप्सिसक्नु भएको छ। त्यही भएर सबैजना आदरणीय सरहरूलाई पखकीबाट कुरा गर्न त्यो टोक्यो खास गरी म आफू भाइरल हुनलाई मात्रै आफ्नो विवादमा आउनलाई मात्रै गीत गाउँदिनँ कि मेरो सल्यान जिल्लाको कला संस्कृति तपाईँहरू पछाडिको भाइ बहिनीहरूले पनि सिकोस्। ठुली आमा ठुल्जेही भने कि अझै त ड्याड मम सिस्टर ब्रदर भन्नेलाई असाध्यै भलाद्मी असाध्यै सहरिया ठान्छन्। तर हाम्रो मौलिकता हाम्रो परम्परागत यो लोकशैलीहरू हराउँदै गइरहेको हुनाले मैले हाम्रो मौलिकता बचिरहनुपर्छ भन्दै केही गीतहरू गाइरहेको छु। अस्ति अघिल्लो पटक पनि सल्यानमै आएर 2टा गीतको सुटिङ गरेर गएको थिएँ। केही समय अगाडि गाएको गायक दुर्गेश थापाबाट मैले गाएका थियौँ एउटा गीत ओटे ओटे भिरबाट लोटे यस्तै यस्तै गीत गाउँछ। कुरा लगाइदियो मेरो सेतो दाइलाई मेरै गीत फिर्दै थियो कोठमा माथि गाईलाई मेरै गीत फिर्दै थियो कोठमा माथि गाईलाई आउँछ न दाजु नियर भए माइलो दाजु फुली गाउँले भन्छन् दादा केटा रमाइलोमा भुली गाउँले भन्छन् दादा केटा रमाइलोमा भुली
दुनियाँका संसार मान्छेहरू संसारभरि हिँड्नु संसारभरि हिँड्नु हाम्रो कृष्ण बुवासँग त जनजनाले यस्तो पनि हुन्छ। अस्ति मेरो चितवन नारायणीमा नाच्ने हिरो भाइ मैले नाम बिर्सेँ बाबु तिम्रो छेउमा जान्छु यहाँ अगाडि है सबैजनालाई उस्तै सम्मान छ। अलि अगाडि जाने उनीहरू साउन्ड त मेरो पछाडि नआउने माथि गएर गाउँदा पनि त्यति सुन्न पाएन, त्यही भएर म यहीँबाट गाउँछु। गीत सुपरमलक भए पनि हामी हुँदैन। अब भने तपाईँहरू सबैको लागि छौ जाली सम्झिन्छु खाली सानो मनको डाली भाँचियो यस पानी सानो फुल्दै फुल्दै जा मै रुन्छु सम्झेर सानो तिमीले भुल्दै जाऊ। यही गीत रहेछ सबैजनाहरू मलाई
तपाईँहरूले साथ दिनु भएको छ रमाइलो भइरहेको छ भाइको फोटो जता जान्छ ठक्कर खान्छ घरमै मेरो फोटो भन्ने गीत हिजो मात्रै शक्तिचन्द युट्युब च्यानलबाट आएको छ मेरै सल्यान जिल्लाको मौलिक कुराहरू समेट्न भनेर लाम्चीमा सुटिङ गरेका छौँ यो गीतलाई हेरिदिनु होला भन्दै यही गीत सुनाउन चाहन्छु फेरि मेरा प्रस्तुतिहरू लिएर आउनेछु तपाईँहरू आराम गर्दै गर्नुहोस् गर्मी धेरै भएको छ अनि यसपछि फेरि धन्यवाद अब हामी लगत्तै संस्कार सिक्ने आफूभन्दा ठुलोलाई सम्मान गर्ने बुवा आमाले भनेको मान्ने विद्याका शिक्षक सरले भनेको मान्ने आफूभन्दा सानोले भन्नलाई के गर्ने माया गर्ने ल म धेरै कुरा नभनिकन आदरणीय अभिभावकज्यूहरूलाई पुनः अनुरोध गर्न चाहन्छु कृपया अभिभावकज्यूहरू यस विद्यालयमा उपस्थित भइदिनु होला म यहाँ अभिभावक देखिरहेको छु 1365 जना यो दिल खाली मनुआ भन्नु मिले बच्छ खाली मेरो अनन्य मित्र शिवजन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष आदरणीय यज्ञ विक्रम शाहज्यू कार्यक्रमका विशिष्ट अतिथि शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाज्यू यसै गरी कार्यक्रमका अतिथि शारदा नगरपालिका 1 नम्बर वडाका आदरणीय वडा अध्यक्ष प्रदीप कुमार पाण्डेज्यू आदरणीय ज्येष्ठ नागरिक बुवाहरू यहाँ हुनुहुन्छ शारदा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शैक्षिक क्षेत्रका अब्बल कर्मचारी आदरणीय लीलाधर बवाल सर यसै गरी मैले ड्यासको पछाडितर्फ देखिरहेको छु भूमि आयोग सल्यानका आदरणीय अध्यक्ष पूर्व शिक्षक यसै विद्यालयका पूर्व प्रधानाध्यापक हामी सबैका आदरणीय गुरु वीरबहादुर सेजवालज्यू मेहनत गरिरहेका छौँ तपाईँलाई जानकारी गराउन चाहन्छु यो महिना मात्रै हामीले तेस्रो शिक्षा समितिको बैठक बसाएका छौँ हिजो पनि हामी बिहान
8 बजेदेखि 11:30 बजेसम्म शिक्षा समितिको बैठक बसायौँ। भोलि पनि हाम्रो 7:30 बजेदेखि शिक्षा समितिको बैठक छ। त्यसैले यहाँ धेरै कुरा तपाईँहरूको बिचमा नराखिकन मैले बारम्बार भनेको छु, आदरणीय गुरुहरूलाई हामीले गर्नुपर्ने लगानी प्रशस्त गरेका छौँ र अझै पनि गर्नेछौँ। हामीले थुप्रै तालिमहरू व्यवस्थापन गरेका छौँ। डे 1 मा तपाईँहरूको शैक्षिक क्यालेन्डर हामी बनाउँछौँ। तपाईँलाई कुन दिन बिदा दिने, कुन दिन विद्यालय आउने, हामीले कुन कुन चाडपर्वलाई महत्त्व दिने, सबै चिज चाहिँ डे 1 मा बनेको क्यालेन्डर र हामीले आदरणीय अभिभावकज्यूहरूलाई पनि हामीले चाहिँ अभिभावक शिक्षाको व्यवस्थापन गरेका छौँ। गुरुहरूलाई चाहिँ थुप्रै 40 भन्दा माथि झन्डै 3 दर्जनभन्दा माथिका चाहिँ थुप्रै तालिमहरूको व्यवस्थापन गरेका छौँ। अस्ति मात्रै हामीले 3टा तालिम एप चाहिँ समापन गरेका छौँ। त्यसैले मैले प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूको बिचमा धेरै भन्नुपर्ने कुरा केही पनि छैन। तपाईँहरूको बुवा आमाले जसरी चाहिँ घाम पानी खाएर हामीलाई मतदान गर्नुभयो, त्यो प्रत्येक मतदानको हिसाब किताब गरेर हामीले काम गरिरहेका छौँ। त्यसैले हामीले हाम्रो तर्फबाट काम गरिरहेका छौँ। आदरणीय गुरुआमाहरूले आफ्नो तर्फबाट काम गरिराख्नु भएको छ र यो समाजको अब्बल नागरिकहरू, समाजसेवीहरूले आफ्नो तर्फबाट आफ्नो काम गरिराख्नु भएको छ। तपाईँले देख्नु भएको छ यहाँ आदरणीय चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि आफ्नो तर्फबाट थुप्रै काम गरिराख्नु भएको छ। यो धुलाममे चाहिँ मैदानलाई हामी चाँडै चाहिँ व्यवस्थित मैदान बनाउँदैछौँ। यहाँ मञ्च बन्दैछ, तपाईँले थाहा पाउनुभयो होला। तपाईँहरूको पछाडि एउटा अत्याधुनिक शौचालय हामीले निर्माण गरिरहेका छौँ। त्यसैले यो पार्टबाट हामीले गर्नुपर्ने कामहरू हामीले गरि एकपटक 1 मिनटमा सिद्ध्याउँछु। मेरो यहाँलाई निवेदन छ, म हात जोड्न चाहन्छु। यो देश आज यो अवस्थामा पुग्नुमा कतै न कतै तपाईँहरू पछाडिका जुन पुस्ताहरू छन् उहाँहरूको अध्ययनको कमीका कारणले पनि भएको छ। यो समाजलाई विकास गर्ने हो भने तपाईँहरूले शिक्षित हुन अत्यन्त जरुरी छ। त्यसैले तपाईँहरूलाई लाग्छ होला यो पढेर चाहिँ बेला बेलामा तपाईँहरू कक्षा कोठामा पनि कुरा गर्नुहुन्छ होला। तपाईँहरूको साथीभाइले पनि भन्छ होला यो पढेर हात्ती ठुलो भएको हो र। कहिलेकाहीँ शिक्षक बिरामी भएर आउँदाखेरि चाहिँ हामी भनिदिन्छौँ कि फलाना शिक्षक त बिरामी हुनुभएको छ अरे, ओहो कति आनन्द भयो, आज त क्लास लिजर्ड भयो, हल्ला गर्नुहुन्छ तपाईँहरू। तर यथार्थता त्यो होइन। तपाईँले आफ्नो समाजलाई माया गर्नुहुन्छ, तपाईँले आफ्नो दाजुभाइ दिदीबहिनीलाई माया गर्नुहुन्छ, तपाईँले आफ्नो बुवा आमालाई माया गर्नुहुन्छ, तपाईँले यो जिल्लालाई माया गर्नुहुन्छ भने, यो देशलाई तपाईँले माया गर्नुहुन्छ भने एउटा मात्रै मूल मन्त्र छ कि तपाईँहरूले राम्रोसँग अध्ययन गर्नुपर्छ। तपाईँले राम्रोसँग अध्ययन गर्नुभयो भने तपाईँहरूले आफ्नो परिवारलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्नुहुन्छ, सामाजिक रूपमा समृद्ध बनाउन सक्नुहुन्छ, तपाईँले व्यवहारिक रूपमा समृद्ध बनाउन सक्नुहुन्छ, तपाईँले सांस्कृतिक रूपमा चाहिँ सम्पन्न गराउन सक्नुहुन्छ। तपाईँका परिवारमा भएका शान्तिना समस्याहरूको समाधान तपाईँको शिक्षाले मात्रै व्यवस्थापन गर्न सक्छ। तपाईँहरू भोलि यो समाजको यस्तै हामीले जस्तै नेतृत्व गर्नुभयो, तपाईँमध्ये कोही निजामती कर्मचारी भयो, तपाईँहरूमध्ये चाहिँ शिक्षा सेवा आयोग पास गरेर चाहिँ तपाईँहरूमध्येकै कोही टिचर भयो, तपाईँहरूमध्ये कोही सेना प्रहरीमा चाहिँ अब्बल दर्जाको चाहिँ तपाईँ अधिकृत हुनुभयो भने यो समाज अटोमेटिक बन्ने छ। किनभने शिक्षाले तपाईँहरूलाई त्यो स्तरमा पुर्याउँछ। त्यो स्तरमा पुग्ने बित्तिकै तपाईँहरू चाहिँ अनुशासित हुनुहुन्छ, संस्कारी हुनुहुन्छ। यो अनुशासन र संस्कारको यति ठुलो महत्त्व छ, तपाईँलाई स्मरण होला। मैले तपाईँहरूको लाइन लाग्ने बेला पनि यहाँ चाहिँ झन्डै 15-20 मिनट मैले चाहिँ तपाईँहरूको बिचमा सुनाएको थिएँ। आज पनि भन्न चाहन्छु, यो 37 वर्षको 38 वर्षको युवा यो नगरपालिकाको नगर प्रमुख छ। मैले निर्वाचन लड्दै गर्दाखेरि यति सजिलो थिएन। धेरै साथीहरूले मलाई अप्ठ्यारोमा पार्नको लागि थुप्रै प्रोपोगन्डाहरू, थुप्रै चाहिँ अप्ठ्यारोहरू पार्नुभयो। तर म 35 वर्षको युवा नगर प्रमुख एउटा मात्रै कारणले भएँ। मैले त्यति बेला पनि भनेको थिएँ, तपाईँ पनि यो समाजको अब्बल नागरिक एउटा मात्रै कारणले बन्न सक्नुहुन्छ। त्यो भनेको तपाईँ अनुशासित बन्नुपर्छ, तपाईँहरू संस्कारी बन्नुपर्छ, आफूभन्दा पछाडिकालाई माया गर्ने, अगाडिकालाई रेस्पेक्ट गर्ने, आदर गर्ने, सम्मान गर्ने, गुरुआमाले भनेको कुरा मान्ने, घरमा बुवा आमाले भनेको कुरा मान्ने र चाहिँ यति मात्रै तपाईँले गर्नुभयो र शिक्षाको महत्त्व बुझ्नुभयो भने यो समाज रूपान्तरण हुन्छ। मैले आज यहाँलाई यति मात्रै कुरा गरेँ। अरू हामीले गर्नुपर्ने कुराहरू हामी गरिरहेका छौँ। सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरिरहेका छौँ। आज छाडा चौपायाको व्यवस्थापन गरेका छौँ। तपाईँहरूले हेर्नुभयो भने शीतलपाटीको आधुनिक बस पार्क आज सबैको चर्चाको बिचमा भएको छ। हामीले चाहिँ सभागृहहरू बनाइरहेका छौँ। अब थुप्रै कार्यक्रमहरू, शैक्षिक सुधारका थुप्रै कार्यक्रमहरू छन्, कृषिका थुप्रै कार्यक्रमहरू हामीले गरिरहेका छौँ। अहिले मात्र योभन्दा अगाडि मात्रै मैले शारदा नगरपालिका पहिलो नगरपालिका चाहिँ खोप सुनिश्चितताको चाहिँ घोषणा गरेको छ। योभन्दा अगाडि हामी लिजामा फर्स्ट भयौँ, प्राकृतिक स्रोत वित्त आयोगले लिने थुप्रै परीक्षाहरूमा हामी फर्स्ट भयौँ, एलइडीमा हामी फर्स्ट भयौँ, राष्ट्रपति रनिङ सिटमा तपाईँ विद्यालय व्यवस्थापन समिति आदरणीय गुरु खेल शिक्षक र चाहिँ शारदा नगरपालिकाले गरेको मेहनतका कारण हामी जिल्लामै प्रथम भएका छौँ। त्यसैले हाम्रो अब्बलीकरणको चाहिँ मापन हुन्छ। त्यसैले तपाईँहरू पनि अब्बल बन्नका लागि म निवेदन गर्न चाहन्छु। तपाईँहरू यो सल्यान जिल्लाको सबैभन्दा भाग्यमानी विद्यार्थीहरू मध्ये पर्नुहुन्छ।
यो चाहिँ अत्यन्त चाहिँ अत्याधुनिक चाहिँ सुविधाभित्रको विद्यालयमा तपाईँहरू हुनुहुन्छ। पूर्ण दरबन्दीको व्यवस्थापन मैले गरेको छु। म आइसकेपछि मात्रै अघिल्लो वर्ष मात्रै मैले 10जना भन्दा बढी दरबन्दीको व्यवस्थापन शिक्षकको व्यवस्थापन मैले यहाँ गरेको छु। त्यसैले अन्तिममा म तपाईँलाई जोड्न चाहन्छु, समाज अत्यन्त नकारात्मक भएको छ। यहाँ टेक्निसियन साथी हुनुहुन्छ, त्यहाँ क्यामेराम्यान साथीहरूले चाहिँ आफ्नो कला कौशलता देखाइराख्नु भएको छ, त्यहाँ कैद गरिराख्नु भएको छ। मैले सम्बोधन गर्न छुट्याएको हाम्रो सल्यानको गहनाको रूपमा चाहिँ रहनुभएका गायक शक्ति चन्द पनि यहाँ चाहिँ आफ्नो काम गरिराख्नु भएको। सबैले आफ्नो आफ्नो तर्फबाट काम गरिरहेका छौँ। तर हामीले हाम्रो काम गर्दै गर्दाखेरि यो समाज नबन्नुको पछाडि यो समाजका नागरिकको सोच, यो सोचमा चाहिँ सबैभन्दा ठुलो समस्या छ। आज हामीले हाम्रो भ्युज र लाइक बढाउनको लागि, हाम्रो फलोवर्स बढाउनको लागि हामी अर्कालाई बदनाम गर्न तयार छौँ। तथ्य र तथ्याङ्क नबुझिकन हामीले जे मन लाग्यो त्यही गरिदिन्छौँ, जे मन लाग्यो त्यही लेखिदिन्छौँ, जसले गर्दा अरू जसको बारेमा हामी चाहिँ विरोध गर्छौँ त्यसको व्यक्तिगत जीवनमा त्यसले धेरै ठुलो असर गरेको हुन्छ। तपाईँहरूले हेर्नुभएको, तपाईँ मध्येकै कोही साथीहरूले कुनै दिन चाहिँ बाटोमा आउँदा आउँदै च्यातिएको पैन्ट लाएर आएको रहेछ, च्यातिएको सर्ट लाएर आएको रहेछ भने हामी उसलाई सुरुमा गिल्ली गर्छौँ, हेर त च्यातिएको सर्ट लाएर आयो, च्यातिएको पैन्ट लाएर आयो भनेर। तर उसको बाटोको बाध्यता तपाईँलाई थाहा नहुन सक्छ। सायद ऊ चिप्लिएर च्यातिएको हुनसक्छ वा बस्ने बेला च्यातिएको हुनसक्छ। यसरी हामीले गिल्ली गर्नुभन्दा अबको सुरुवात कसरी गर्ने हो भने, साथी तिम्रो सर्ट कसरी च्यातियो पर एउटा सोध्ने हो र उसको चाहिँ सर्ट हामी चाहिँ मर्मत गर्न सक्छौँ भने मर्मततर्फ गर्ने हो। हामीले आदरणीय गुरुलाई चाहिँ सोध भनिदिनु पर्यो कि हाम्रो साथीको प्यान्ट च्यातिएको छ, त्यसैले चाहिँ हामीले गर्न सक्ने सहयोगलाई गर्नुपर्छ भनेर हामीले भनिदिनु पर्यो। मेरो भनाइको अर्थ हामी सकारात्मक सोचका साथ यो समाजलाई अगाडि बढाउनुपर्छ। त्यसैले मैले मान्ने देवी देवतासँग प्रार्थना गर्न चाहन्छु, श्री खैराबाई माईसँग प्रार्थना गर्न चाहन्छु, हे खैराबाई माई हामी सबैलाई, म लगायत हामी सबैलाई सद्बुद्धि, सत्कर्म, सत्प्रेम, सद्विचार, सद्बाटोमा लाग्ने प्रेरणा दिनुहोस्। मैले बोल्दै गर्दा केही कमी कमजोरी गरेको भए तपाईँ सबैसँग क्षमा माग्न चाहन्छु। अत्यन्त सकारात्मक छु, सकारात्मक सोचका साथ यो समाजलाई अगाडि बढाइरहेको छु। मलाई मेरो काम सबभन्दा बढी महत्त्वपूर्ण हो भन्ने लाग्छ। तपाईँहरूले बुझ्नुभएको छ कि छैन, शारदा नगरपालिका जम्मा 10 करोड 54 लाख बजेट भएको नगरपालिका हो। 10 करोड 54 लाख बजेट भएको नगरपालिकाले 15वटा वडा चलाउनुपर्छ। पञ्चायतकालीन समयदेखि लिएर चाहिँ राणाकालीन समयदेखि लिएर लिच्छवीकालीन समयदेखि बनिरहेका चाहिँ स्थानीय तह र चाहिँ जिल्लाको हाम्रो भर्खर बनेका जिल्ला र चाहिँ यो चाहिँ स्थानीय तहसँग हाम्रो कम्पेरिजन हुँदैन। यद्यपि हामीले राम्रो काम गर्ने प्रयत्न गरिरहेका छौँ। म यही कुरा यहाँको बिचमा राख्न चाहन्छु र सधैँभरि भन्छु, आज पनि भन्छु, तपाईँहरूमध्ये कतिले अनुशासन देखाउनु भएको छ म जान्दिनँ। अनुशासन सबभन्दा महत्त्वपूर्ण कुरा हो। मैले देखिरहेको छु कति भाइ बहिनीहरूले मेरो कुरा ध्यानपूर्वक सुनिराख्नु भएको छ। कसैलाई यो मजाक जस्तो लागिरहेछ। सबैले आफ्नो आफ्नो तरिकाको चाहिँ गतिविधि देखाइराख्नु भएको छ। कोही त्यहाँ काने खुसी गरिराख्नु भएको छ, त्यहाँ कसैले कसैलाई चिमोटी राख्नु भएको छ, कसैले कसैलाई प्याट्टा हानिराख्नु भएको छ, मैले देखिसकेको छु। तर अनुशासन यस्तो ठुलो सम्पत्ति हो जसले तपाईँलाई जीवनमा ठुलो मान्छे बनाउन, अब्बल मान्छे बनाउन, समाजले चाहिँ तिरस्कृतहीन तपाईँलाई सम्मान गर्न लायक चाहिँ बनाउने एउटा मात्रै सूत्र भनेको अनुशासन हो। मैले यही कुरा यहाँको बिचमा राख्दै हेर्नुहोस्, हामीले जे गरे पनि हामी एक दिन मर्नुपर्छ। हाम्रो मृत्यु र जन्म शाश्वत सत्य हो। त्यसैले हामी मर्छौँ भन्ने जान्दा जान्दै आज किन हामीले अनुशासन देखाउन सकिरहेको छैनौँ? हामी मर्छौँ भन्ने जान्दा जान्दै हामीले किन कसैको रिस गर्छौँ, किन डाहा गर्छौँ? हामी मर्छौँ भन्ने जान्दा जान्दै किन चाहिँ हामीसँग भएको ज्ञान साथीभाइलाई बाँड्दैनौँ, हामीसँग भएको अन्न अरूलाई बाँड्दैनौँ, हामीसँग ल्याएको खाजा अरूलाई बाँड्दैनौँ, हामीसँग भएको चाहिँ पानी अरूलाई बाँडेर किन खाँदैनौँ? त्यसैले यो मृत्यु र जन्म शाश्वत सत्य हो। मृत्यु र जन्म बीच जसले चाहिँ महान काम गर्छ, जसले सबैसँग मिलेर बस्न सक्छ, आफूभन्दा सानोलाई माया र ठुलोलाई चाहिँ रेस्पेक्ट गर्न सक्छ, त्यो सधैँभरि अजम्बरी बन्छ। त्यसैले म यहाँलाई निवेदन गर्न चाहन्छु, मृत्यु पर्यन्त, मृत्यु उत्तरार्ध आम नागरिकले सम्झन सक्ने खालको नागरिक बनौँ। यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। आजको यो कार्यक्रम भव्य भएको छ। त्यसैले मलाई विशिष्ट प्रमुख अतिथिका रूपमा यहाँले सम्झिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आफ्नो शुभकामना मन्तव्य यहाँ गर्छु। धन्यवाद। नमस्ते। जय नेपाल। धन्यवाद।
Hey